नमस्कार, म खेमाल मगर। आजको प्रमुख मुख्य खबरहरूबाट पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण तथा बदला भावले पक्राउ गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ। दिउँसो 3 बजे माइती घरमा जनगठनहरूको तर्फबाट विरोध प्रदर्शन हुँदै गरेको छ। लोकतन्त्र विधिको शासन र न्यायको पक्षमा उभिन सबैलाई सहभागिताका लागि आह्वान समेत गराएको छ। यता ओली पक्राउको विरुद्धमा काठमाडौँका विभिन्न स्थानमा कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन्। सचिवालय बैठक बसेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौँको साबेहिल लगायतका क्षेत्रमा सडक प्रदर्शनमा उत्रेका थिए। गत भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनको छानबिन गर्न गठन पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको संयोजनको आयोगले दिएको सिफारिसको आधारमा शनिबार बिहान एमाले अध्यक्ष ओली र पूर्व गृह मन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ। समाचार सुन्दै गर्नुहोला। आजको यो छोटो रिपोर्टिङबाट म बिदा हुन्छु। सबैलाई नमस्कार।